Hello everyone, welcome to my new video. Let's open my package together. I'm so excited because मैले अर्डर गरेको चाहिँ 10 दिन भइसकेको थियो टिमुबाट and आज फाइनली मैले रिसिभ गरे. So let's do unboxing. यो चाहिँ नेल ग्लु हो. कहिलेकाहीँ अफमा नेल लगाउन पर्यो भने इजी पनि हुन्छ. त्यही भएर मगाएको थिएँ तर मेरो जबमा अलाउड त छैन. यो चाहिँ स्टिकी प्याड हो. मैले 2-3 कलरमा चाहिँ देखेको थिएँ. यसमा चाहिँ 5 कलर थियो. तर कलरहरू क्यूट वाला थियो. मलाई चाहिँ मन पर्यो दुईटा तीनटा चाहिँ. किनकि यो अहिले भाइरल छ नि त, त्यही भएर मैले पनि ट्राई. यो चाहिँ मैले आउटर मगाएको थिएँ. यो स्मुथ छ अनि सफ्ट पनि छ. मैले सोचेको भन्दा पनि राम्रो आएको थियो यो आउटर चाहिँ. तर अब गर्मी पनि धेरै नै छ नि त, बाहिरतिर हिँड्दा पनि यो बाहिरबाट लाउनलाई राम्रो शीतल पनि हुन्छ. त्यही भएर तर यो सोचेको भन्दा पनि राम्रो आएको छ. म सबभन्दा एक्साइटेड चाहिँ यो ओपन गर्नको लागि छु. यो चाहिँ मैले सोचेको भन्दा पनि राम्रो आएको थियो किनकि आई लभ वाच. मलाई चाहिँ वाचहरू चाहिँ धेरै नै मन पर्छ अनि त्यही भएर मैले तिमीमा देखिहालेँ. त्यही भएर चाहिँ मैले अर्डर गरेँ. यति क्युट आएको थियो कि मैले सोचेको भन्दा पनि राम्रो आएको छ. यो चाहिँ यति खुसी त म कहिले पनि भएको थिएन होला. यो देखेर म आज लास्टै खुसी भएको छु. तपाईहरु पनि देख्न सक्नुहुन्छ कति क्युट आएको छ यो. नेक्स्ट वान मैले मगाएको थिएँ ट्र्याक. यो चाहिँ गर्मीको लागि परफेक्ट हुनेवाला छ किनभने यो चाहिँ लास्टै स्मुथ सफ्ट अनि यसको क्वालिटी पनि यति राम्रो छ किनकि मैले टच गर्दा पनि यति राम्रो भाइब आइरहेको थियो मलाई. म भन्न पनि सक्दिनँ हजुरहरुलाई. मलाई चाहिँ लास्टै मन पर्यो यो ट्र्याक चाहिँ क्युट वाला. एक्साइटेड भएको पनि यसकै लागि पनि थिएँ म. अनि त्यसपछि मैले मगाएको थिएँ फाइनल बेडसिट. मलाई चाहिँ बेडसिट चाहिँ लास्टै मन परेको थियो तिमुमा. त्यही भएर चाहिँ मैले अर्डर गरिदिइहालेँ एउटा. लेट्स ओपनिङ. यति क्युट वाला थियो कि ब्लू कलरको. तर हेर्दै जाऊँ यो कस्तो हुन्छ. तर मलाई चाहिँ राम्रो लागेको थियो. अब यहाँ पनि राम्रो आएको छ. स्मुथ वाला आएको छ तर अलि ठुलो आएको जस्तो लाग्यो. केही छैन.